नमस्कार। आज हामी सनातन धर्मको एउटा एकदमै गहिरो र चाखलाग्दो अवधारणाबारे कुरा गरौँ है। त्यो हो ब्रह्माण्डको अनन्त लय। यो लयलाई तीन दिव्य शक्तिहरू ब्रह्मा, विष्णु र शिवले कसरी सञ्चालन गर्छन् त? आउनुहोस् यो रहस्य बुझ्ने प्रयास गरौँ। सोचौँ त, के ब्रह्माण्डको साँच्चै कुनै सुरुवात र अन्त्य छ? यो प्रश्नले हामीलाई समयलाई एउटा सिधा रेखामा हेर्ने बानीबाट पर लैजान्छ र अस्तित्वको एउटा चक्रीय धारणातर्फ डोर्याउँछ, जहाँ हरेक अन्त्य नै एउटा नयाँ सुरुवात हो। यहीँनिर आउँछ सनातन धर्मको त्यो शाश्वत सत्य। यो कुनै धर्मग्रन्थमा मात्र सीमित छैन, बरु सृष्टि, पालन र संहारको निरन्तर चलिरहने दिव्य चक्रमा आधारित छ। यहाँ एउटा कुरा के बुझ्नुपर्छ भने, हामी तीन अलग अलग देवताहरूको कुरा गर्दै छैनौँ है, बरु यो एउटै दिव्य शक्तिका तीन फरक फरक ब्रह्माण्डीय कार्यहरूको बारेमा हो। ल, अब सुरु गरौँ यो ब्रह्माण्डीय चक्रको पहिलो चरणबाट, सृष्टिकर्ता ब्रह्माबाट, जसलाई दिव्य वास्तुकार पनि भनिन्छ। हेरौँ उहाँको भूमिका के हो। सोच्नुस् त, जब केही पनि थिएन, चारैतिर अनन्त शून्यता हो, त्यही शून्यताबाट ब्रह्मा प्रकट हुनुहुन्छ र उहाँले तत्त्वहरू, ग्रहहरू, जीवित प्राणीहरू अनि अस्तित्वकै आधारभूत नियम, जसलाई हामी धर्म भन्छौँ, त्यसलाई स्थापित गर्नुहुन्छ। अनि सबैभन्दा रोचक कुरा के छ भने, ब्रह्माले भौतिक संसार मात्र बनाउनुहुन्न, उहाँले वेदहरूको ज्ञान दिएर एउटा उद्देश्यपूर्ण जीवन जिउनका लागि मार्गदर्शन पनि प्रदान गर्नुहुन्छ। अब सृष्टि त भयो, तर त्यसलाई टिकाइराख्ने, त्यसको पालन पोषण गर्ने काम कसको त? हो, यहाँ आउँछ दोस्रो चरण, जहाँ हामी ब्रह्माण्डका संरक्षक विष्णुलाई भेट्छौँ, जो व्यवस्था र सन्तुलनका शक्ति हुन्। विष्णुको मुख्य भूमिका भनेकै ब्रह्माण्डमा सन्तुलन र धार्मिकता कायम राख्नु हो। उहाँ संसारमा सक्रिय रूपमा सहभागी हुनुहुन्छ, खास गरी जब धर्म सङ्कटमा पर्छ। विष्णुको सबैभन्दा खास विशेषता भनेकै उहाँका अवतारहरू हुन्। जब जब धर्ममाथि सङ्कट आउँछ नि, उहाँले व्यवस्थालाई फेरि सही बाटोमा ल्याउन अवतार लिनुहुन्छ। करुणा र क्षमाको प्रतीक उहाँको यो सक्रिय भूमिकाले सत्यको रक्षा गर्छ। अब सृष्टि र पालनपछि पालो आउँछ चक्रको तेस्रो अनि अन्तिम चरणको, र यहाँ हामी शिवलाई भेट्छौँ, तर उहाँलाई विनाशकको रूपमा मात्रै बुझ्नु चाहिँ गल्ती हुन्छ। उहाँ त रूपान्तरणको महाशक्ति हुनुहुन्छ। किनभने शिवले गर्ने विनाश भनेको अन्त्य होइन, यो त एउटा नवीकरणको ढोका हो, नयाँ सुरुवातको बाटो हो। उहाँले ब्रह्माण्डलाई मात्र होइन, हाम्रो व्यक्तिगत अहङ्कार, मोह र अज्ञानलाई पनि भङ्ग गर्नुहुन्छ, ताकि चेतनाको एउटा शुद्ध अवस्थाको लागि मार्ग खुलोस्। शिवको प्रकृति निकै बहुआयामिक छ, हैन? उहाँले गर्ने संहार वास्तवमा नयाँ जीवनको लागि जरुरी छ। एकदमै सकारात्मक शक्ति हो। उहाँको वैराग्य र ध्यानले नै रूपान्तरणको मार्ग खोल्छ। ल, हामीले ब्रह्मा, विष्णु र शिवका अलग अलग भूमिकाहरू त हेऱ्यौँ, तर एउटा प्रश्न उठ्छ, के उहाँहरू साँच्चै अलग हुनुहुन्छ? आउनुहोस् अब यो रहस्यको पर्दा खोलौँ र बुझौँ कि उहाँहरू कसरी एउटै दिव्य सत्यमा जोडिनु भएको छ। यो परिभाषाले एउटा एकदमै महत्त्वपूर्ण कुरा स्पष्ट पार्छ है। सृष्टिकर्ता ब्रह्मा र परम सत्य ब्रह्म, यी दुई फरक कुरा हुन्। वास्तवमा ब्रह्मा, विष्णु र शिव तीनैजना यही एउटै सर्वव्यापी सत्य अर्थात् ब्रह्मका फरक फरक रूप मात्रै हुन्। भन्नुको मतलब सृष्टि, पालन र रूपान्तरण, यी तीनवटै काम, अनि ज्ञान, करुणा र वैराग्य, यी तीनवटै गुण, सबैको स्रोत एउटै रहेछ। कति सुन्दर अवधारणा है विविधतामा एकताको। खैर, यो त भयो ब्रह्माण्डको कुरा, तर यो यति ठूलो चक्रले हाम्रो व्यक्तिगत जीवनको लागि के अर्थ राख्छ त? हाम्रो उद्देश्य के हो त? यो जुन ब्रह्माण्डीय चक्र छ नि, यो हाम्रो आफ्नै जीवनको यात्रामा पनि देखिन्छ। अज्ञानबाट मुक्तितर्फको यात्रा, जसको अन्तिम लक्ष्य हो मोक्ष, अर्थात् जन्म र मृत्युको यो चक्रबाटै मुक्ति पाउनु। त्यसो भए यो मुक्तिको यात्रा कसरी गर्ने त? यसका लागि सनातन धर्मले तीनवटा मुख्य मार्गहरू देखाएको छ: निस्वार्थ कर्मको मार्ग, ज्ञानको मार्ग र भक्तिको मार्ग। यी मार्गहरूले त्यो ठूलो दर्शनलाई हाम्रो दैनिक जीवनमा उतार्न सघाउँछन्। यसको मतलब, जब हामी आफ्नो जीवनमा शिवको वैराग्य, विष्णुको करुणा र ब्रह्माको ज्ञानलाई अपनाउँछौँ,
तब मात्र हाम्रो जीवन उद्देश्यपूर्ण बन्छ र धर्मको बाटोमा हिँड्न सक्छ। र अन्तिममा यो एउटा शक्तिशाली सन्देश, सत्य सधैँ विजयी हुन्छ। यो धर्मको शाश्वत सिद्धान्त हो। यसले हामीलाई सोच्न बाध्य बनाउँछ कि हाम्रो जीवनको सबैभन्दा ठूलो लक्ष्य पनि यही सत्यमा अडिग रहनु नै होइन र?